परमेश्वरमाथि विश्वास राख्नुहोस्। मर्कुस 11:22। विश्वास हाम्रो आत्माको खुट्टा जस्तै हो, जसले हामीलाई परमेश्वरको मार्गमा हिँड्न मद्दत गर्छ। प्रेमले हाम्रो गति छिटो बनाउन सक्छ, तर विश्वास नै हो जसले हामीलाई अगाडि बढाउँछ। विश्वास भक्ति र आत्मिक जीवनको पाङ्ग्रामा तेल जस्तै हो। यदि विश्वास छैन भने गाडीबाट पाङ्ग्रा निकालिएको जस्तो हुन्छ, जसले गर्दा गुड्न निकै गाह्रो पर्छ। विश्वास भएको व्यक्तिले परमेश्वरको निम्ति सबै कुरा गर्न सक्छ, तर विश्वास नभएको व्यक्तिसँग न त कुनै बल हुन्छ न त परमेश्वरको सेवा गर्ने चाहना नै। यदि तपाईले परमेश्वरको सेवा गर्ने उत्तम मानिसहरूलाई हेर्नुभयो भने तिनीहरू सबै महान विश्वास भएका व्यक्ति हुन्छन्। सानो विश्वासले मानिसलाई बचाउन सक्छ, तर परमेश्वरको निम्ति महान कार्य गर्न सक्दैन। जस्तै कमजोर सैनिकले बलियो शत्रुसँग लड्न सक्दैन, त्यसै गरी कमजोर विश्वासले ठूलो चुनौतीहरू सामना गर्न सक्दैनन्। सानो विश्वास भएको व्यक्तिले स्वर्ग पुग्न सक्छ, तर यात्रा निकै कठिन हुन्छ। सानो विश्वासले बाटोमा कठिनाइहरू देख्छ र भन्छ, यो बाटो कठिन छ, म अगाडि बढ्न डराउँछु। तर महान विश्वासले परमेश्वरको वाचा सम्झन्छ। तिम्रो जुत्ता फलाम र पित्तलका हुनेछन्, अनि तिम्रो दिन जति लम्बिन्छन् तिम्रो बल पनि उति नै लम्बिन्छ। व्यवस्थाको पुस्तक 33 अध्यायको 25 पद। अनि विश्वासले साहसका साथ अघि बढाउँछ। सानो विश्वास भएको व्यक्ति आँसु झार्दै नदीको किनारमा उभिन्छ, तर महान विश्वासले परमेश्वरको प्रतिज्ञा सम्झिन्छ। जब तिमी पानीबाट गुज्रन्छौ, म तिमीसँगै हुनेछु। जब तिमी नदीहरू पार गर्छौ, तिनीहरूले तिमीलाई डुबाउने छैनन्। यशायाको पुस्तक 43:2। के तपाईँ खुसी साथ जीवन बिताउन चाहनुहुन्छ? त्यसो भए परमेश्वरमाथि विश्वास राख्नुहोस्। यदि तपाईँ अन्धकार र दुःखमै बस्न चाहनुहुन्छ भने सानो विश्वासमा नै सन्तुष्ट रहनुहोस्। तर यदि तपाईँ परमेश्वरको ज्योतिमा हिँड्न चाहनुहुन्छ भने उहाँसँग महान विश्वासको माग गर्नुहोस्। आउनुहोस् प्रार्थना गरौँ। हे प्रभु, तपाईले दिनुभएको विश्वासको उपहारका लागि धन्यवाद। कृपया मलाई दिनदिनै तपाईमा अझ बढी विश्वास गर्न मद्दत गर्नुहोस्। मेरो विश्वासलाई बलियो बनाउनुहोस्, ताकि म तपाईको मार्गमा दृढताका साथ हिँड्न सकूँ र प्रत्येक चुनौतीलाई साहसका साथ सामना गर्न सकूँ। मेरो हृदयलाई तपाईको प्रतिज्ञाहरूमा आनन्दित बनाउनुहोस्। येशू ख्रीष्टको नाउँमा, आमेन।